मनकारी अटो चालक सम्पूर्णमा नमस्कार। म जय ओली। यति बेला हाम्रो पारस भट्टराईको टिम चाहिँ कालीमाटी 2 कालाखोलामा आएका छौँ र हाम्रो मनकारी अटो चालक रायक ह 5451 नम्बरको हाम्रो अटो चालक उहाँ हुनुहुन्छ। सर नमस्कार है। नमस्कार। हजुरको शुभ नाम? युवराज विक। युवराज विक सरको चाहिँ एकदम मन ठुलो रहेछ। सबै अटोले चाहिँ 1000 रुपियाँ भनिरहेका थिए अटो चार्ज र अहिले चाहिँ उहाँले 300 रुपियाँ घटाएर 700 रुपियाँमा चाहिँ यहाँसम्म ल्याइदिनु भएको छ र पारस सर पनि एकदम खुसी हुनुहुन्छ। त्यसैगरी हाम्रो बाबु पनि एकदम खुसी छन्। हाम्रो बाबुको लागि, त्यसपछि हाम्रो नानीको लागि र हाम्रो अर्को नानीको लागि चाहिँ हामी यो घरमा चाहिँ सहयोग सामग्रीहरू ल्याएर आएका छौँ। यति धेरै सामानहरू उहाँले चाहिँ 700 रुपियाँमा यहाँसम्म ल्याइदिनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद सर। राम्रो सानो तपाईलाई धेरै धेरै धन्यवाद है। थ्याङ्क यू सर, वेलकम। यसरी नै कर्म गर्नु होला, सामाजिक कर्म गर्नु होला। सामाजिक काम हजुरले पनि अझै राम्रो काम गर्दै जानु होला। धेरै देखिरहेको छु त हजुरको भिडियो है। यही नै भन्न चाहन्छु। थ्याङ्क यू हजुर। ल थ्याङ्क यू सो मच सर। थ्याङ्क यू वेलकम। यस्तै समाजसेवा गर्दै जानलाई युवाले नै यो गर्ने है। अझै पनि हामी आउँछौँ, आउँदा हजुरको नम्बर मैले राखेको छु, कल गर्छौँ, कन्ट्याक्ट गर्छौँ है त। ल थ्याङ्क यू सो मच। हाम्रो मनकारी अटो देखिसक्नुभयो कालीमाटी एक्सप्रेस। चाहिँ खोइ त कालीमाटीमै हुन्छ उहाँ चाहिँ।